No, 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 no. This is my same गाउँ भनेको थिएँ. सेम गाउँ बोला था ना मैंने. ये है नर्सरी. हामीलाई के ए पाको भने बजाइदिहाल्नु पर्ने थियो यसलाई. पाक्दैन त्यसलाई विशेष राख्नु हुँदैन होला कि. हो हो यो चाहिँ सेतो के भन्छ उताको चाहिँ कालो र रातो हुन्छ हैन कालो रातो हुन्छ नि त्यो हुन्छ दुई किसिमको छ यो चाहिँ इधर चाहिँ इधर चाहिँ लोकल मेहेको नि इधर के छैन हुन्छ हैन 20 रुपैयाँ 25 रुपैयाँमा त्यसैले जसले जे अब चाहिँ लोकल यहाँको चाहिँ गाउँले मान्छे चाहिँ बुझ्दैन चाहिँ त्यो 75 यति दाम हैन मतलब सस्ताको लगाउँछ अब जसले बुझाउँछ उनीहरूले के छन् लगे जान्छन् हैन यो चाहिँ पोखरी यहाँ यो फिसा छ यहाँ मेरो लगभग के छ भने 1.5 दिनको 2 केजीसम्म छ यो चाहिँ के हो माथिको यो एजोला भन्ने हो यसले चाहिँ पानी हैन सफा गर्नलाई छोडेर लगाएको तर चाहिँ बढी भयो भने अघि बिहान के छ भने निकाल्नु लाग्यो माछा हेलो राउडिया पाइप सिस्टम होइन नि म त कहाँ देखेको छु यो के छ भने साल्बिया हुन्छ ड्र्यागन यो सेतो 30 के छ यो चाहिँ 3800 यहाँ रूपचन्दा र कोष मात्रै छ कोषमा छ र रूपचन्दा पानी किन अलिकति यसलाई उयो दिएको यो नयाँ फिसरी 1 नम्बर कुरो अनि 2 नम्बरको जब पानी पर्छ सायद पानी सोरेर यसमा अच्छा तर यो पानीमा सम्पूर्ण के छ भने भिटामिन छ हैन त्यसै गरेर मेरो यो बाडीमा वरिपरि सबै हुन्छ छेउछाउमा मेहेको लगभग यहाँ भित्र मेरो 623 कतिवटा हुन्छ मेहेको नि मात्रै छ अनि यसमा अब के देख्न पाउँछ भने तामुल छ हैन तामुलको बिचमा के छ भने सेतो चन्दन छन् अनि सेतो चन्दन छ रातो चन्दन छ इधर मेरो रातो चन्दन सबै रातो मेरो 168 छ रातो चन्दन अनि त्यहाँको यसमा चाहिँ नि त्यो चाहिँ के छ भने त्यो 4 नम्बरमा के छ भने ग्रीन एप्पल बेयर छ 5 नम्बरमा रेड एप्पल बेयर छ हैन 6 नम्बरमा उ त के छ भने हाइब्रिड के छ अमरा छ यो आल्मन्ड उ यो चाहिँ काजु बदाम त्यो फल यो आल्मन्ड नि उ त चाहिँ काजु बदाम त्यो फल्दैछ काजु बदाम फल्दै गरेको उ त बाडीमा छ ए नत्र यो यतिकै हुन्थ्यो खतरा फल्थ्यो 2.5 सालको पुली नि 2.5 वर्ष अब 2.5 वर्ष पुलिस लटरममै लागेको छ लटर अनि तीबाट यो सुन्तला अहिले ठुल्ठुलो रुखको मुनि त्यही हुन्छ पुरा फुल सबै झार्दै ग्राम कुरो त्यहाँदेखि त्यसले फेरि दबाई हाल्दै यसमा त्यसै गरी पुरा यो फलफुलकै छ पोखरी उमेर आयो थाहै हो थाहै अल सिजन म्याङ्गो अल सिजन माने दुईटा वर्ष दुई बार वर्षमा 2 बार अनि एउटा चाहिँ नर्सरी फार्म मजाले टन्नै भिजिट गरियो दाइको पोखरी हेर्ने कि त्यहाँबाट फलमूलकै हेर्ने कि नर्सरीमा टन्नै छ यो कठहल नि ग्राफ्टेड उ त्यस्तो फल्छ तलबाट हच्चाबाट कठहल पनि ए डालिमै डालिम ए कटहर पनि बेसी त भएको छैन फर्स्ट लागेको यो फर्स्ट लागेको तर पोहोर त धेरै लाग्यो है फर्स्ट चाहिँ यो फर्स्ट हो यो मतलब धेरैचोटि फलिसक्यो यसपालि खोइतिर यो हावा हुँदैन पनि हिजो अस्ति बहुत यो झाँदै त प्लम लटरम्मै लागिरहेको यो अर्डर छ मैले प्यान छ 10 केजी हजुर यो भाइ यो 4 पाटे मेरा सेतो चन्दन देखाने साह्रै मिठो रह्यो चन्दनहरू थुप्रो भएको यो छेउछाउमा यहाँ 4 सेयर छ नि यो सेतो चन्दन कुन चाहिँ पर्यो यो मौसमी यो हरियान भेराइटी हो यो सेतो चन्दन ओन्ली 3 वर्ष 3 वर्षको नि यो
यो त्यो छ यहाँ ग्राफको मौसमी छ यो पनि मौसमी क्षेत्रमा के छन् होइन सासियर छिद्रो होइन यो सासियर छ उता त्यसमा माल्टा छ उता च्याउको पनि छ सो यतिभित्र मेरो लगभग के छैन आउँदा के छैन समयमा एउटा राम्रो किसिमको के छैन इन्कम सोर्स जेनेरेट हुन्छ आउँछ जेनेरेट यो बरन्डामा पनि रोप्छ र भनेर भनेको यसरी गर्छ यो बयरलाई बरन्डामा पनि रोप्छ र यो माथि चट्टा काटेर यहाँ यसरी निकाल्नु पर्ने यो काटेको छ झन् बेसी भएछ त यसो गर्छ ऊ त्यो नि काटेको देख्नु त्यहाँभित्रको सबै काटेको छ यो हर्दी हो के अरे अदुवा अदुवा उयो मेहेको नि आएको थियो सिधा यसरी गर्छ पुरा मेरो बाँसको उता छेउछेउ पनि छ यसरी गर्छ पुरा ओल्ड भाइ आज त्यस्तो के छ भने सजिलो समय दिनु होइन त्यहाँ ब्यानर लाउनु भनेर हेर न यस किस्ती उसको हुन्छ होइन हुन्छ 14,999 15जना 18जना के छ भने